यहाँ कल्पना खरालको शव राखिएको छ र शव नजिक ससाना 2 उहाँका छोराछोरीहरू छन् र म उनीहरूसँग कुरा गर्न गइरहेको छु। बडीघाट खोलामा उहाँको शव त फेला पर्यो, तर यो मृत्यु कसरी भयो त यी नानीहरूसँग म सोध्न गएको छु। तिम्रो नाम चाहिँ के बरु मैया? सोनी खराल। सोनी खराल हो। सोनिया खराल। कति कक्षामा पढ्छौ? 6। अनि मम्मीको जुन शव फेला पर्नु भन्दा पहिला जीवित छँदा के भएको थियो? म बुटल बस्छु। तिमी यहाँ देखिनौ? म आज आएको। तिमी मम्मीको मृत्यु भइरहेछ, तिमी त हसिन्छौ त किन? थाहा छैन मम्मी मरे जस्तो लाग्दैन? अनि रोथे अहिले त सम्झेन। मनले त मम्मीको मृत्यु भयो जस्तो लाग्दैन। उस्तै छौ तिमी, मम्मी आउनुहुन्छ जस्तो लाग्छ? आउनुहुन्छ भन्ने लाग्छ तिमीलाई? बाबु तिम्रो नाम चाहिँ के पर्यो? मेरो नाम सुदीप खराल। हजुर? सुदीप खराल। अनि कति कक्षामा पढ्छौ? 5 मा। तिमी बुटोलमै बस्थ्यौ कि घरमै? के भएको थियो भन त? राति म सुते 3 बजे थियो। त्यसपछि बस आयो, बसले सामान झार्यो। त्यसपछि खलासी ड्राइभर कसले थाहा भएन, दिदी भन्यो। अनि फेरि म मम्मीलाई उठाएँ, मम्मी भने, मम्मी हुनुहुन्थेन त्यहाँ। त्यसपछि मैले 3 बजेदेखिबाट बिहान 7 बजेसम्म खोजे गरेँ, तर भेटिनु भएन। राति 3 बजे? 3 बजेदेखिबाट म खोजे गरिरहेँ बस आएदेखिबाट। त्यसपछि मम्मीले भेटिनु भएन। त्यसपछि एउटा मामा हुनुहुन्छ, मामाले लास भेट्यो, एउटा आइमेरीको लास भेट्यो भन्नुभयो। त्यसपछि अलिअलि शङ्का लाग्यो, मम्मी हो भन्ने शङ्का लाग्यो। त्यसपछि अब त्यस्तो भएको थियो। अनि मम्मी राति खानपिन गरेर सुत्नु भएको थियो? राम्रो खाना। तिमी कहाँ सुतेको थियौ र मम्मी कहाँ सुत्नु? मम्मी हामी एउटै खाटामा सुत्थ्यो थियो, मम्मी छेउमा सुत्नु भएको थियो र फोन आयो एउटा राति। त्यसपछि मम्मी टिभी कोठामा गएर फोन गर्नु हुनुहुन्थ्यो। त्यही बेला म पढिरहेको थिएँ। त्यसपछि भाइ पनि मम्मीसँग बस्यो। त्यसपछि म आएपछि मम्मी फेरि भित्र जानु र फोन गर्नुभयो। त्यसपछि मलाई अरू थाहा भएन कुरा। अनि एक्कासी मम्मीको शव देख्यो? म शव देखेँ त्यस्तो। अरू मलाई त्यसो सुत्नु, त्यसपछि के थाहा भयो? राति कति बेला उठेर हिँड्नु भयो थाहा भएन? त्यो मान्छे शङ्कामा 1 बजे मलाई। राति कति बजीतिर कुरा हो भने याद छ तिमीलाई? 8 बजीतिर। 8 बजे फोन आयो, त्यसपछि राति तिमीले सुत्यौ? म सुतेँ, मम्मी सुत्नुभयो। मम्मी पनि सुत्नुभयो? के कुरा भएको थियो मम्मीसँग त्यो फोनमा? त्यो मै सुनेन, म अलि अर्को। पहिला पनि कोही मान्छे आउने गर्थ्यो कि गर्दैन? आउँथेन। कस्तो मान्छे पनि चिन्दैनौ? चिन्दिनँ। के भन्यो त्यसले? त्यो मैले आवाज सुनेन, मेरो भाइले मात्र सुन्ने होला। भाइ कत्र छन्? भाइ 5 वर्षको। बुवाको नाम के हो? घनश्याम खराल। कहाँ हुनुहुन्छ अहिले घनश्याम खराल? लक्जमबरमा। घनश्याम खराल भने त निकै सहयोगी मान्छे पनि हो। तिम्रो बुवाले त निकै सहयोग पनि गर्नुहुन्थ्यो अरूलाई, घनश्याम खरालले, होइन? अनि 3 दाजुबहिनी छौ, होइन? तिमी बुटोलमा कहाँ बसेर पढ्छौ? मामा घर उही हो। मम्मीले के भन्नुहुन्थ्यो तिमीलाई? यो पछिल्लो चरण फोनमा केही कुरा भएको थियो मम्मीसँग? भएको थियो, राम्रोसँग भएको थियो। सन्चै हौ भन्नुहुन्थ्यो, अरू केही भन्नुहुन्थेन। भनेपछि तिमीलाई मम्मीको मृत्यु भयो जस्तो लाग्दैन अझै पनि? लाग्नु त लाग्छ, त्यही नि अब लाएर पो के गर्ने। तर तिमी एकदम राम्रो रहेछौ, सहनशील रहेछौ। बाबु तिमीलाई के भन्ने लाग्छ? तिमीलाई मृत्यु कसरी भयो भन्ने लाग्छ? खै मम्मी मरेर पनि अब त्यो के मम्मी भने, अब भाइ छ त्यत्रो, भाइको माया लाउने हुन्छ कि मम्मी भन्न लाग्छ। मम्मी भन्न पनि मन लाग्दैन? अब मम्मी जानुभयो, त्यसपछि अब मैले मम्मी अब मरेर पनि अब हामी यहाँ रोएर हुँदैन। अब भाइलाई नि पढाउनु पर्यो, ठुलो गराउनु पर्यो। त्यस्तो मम्मी गएर के गर्ने? अब नगर्ने, त्यस्तै नगर्ने हुन्थ्यो। भाइ सानै छ, भाइलाई छोडेर जानुभयो। अब मम्मी हाम्रो माया लाउने हुन्छ, अब हाम्रो पनि के माया लाउने मम्मीको। कठोर मन गरायौ तिमीहरूले। उमेर कति भयो बाबा? 11 वर्ष। तिम्रो उमेर कति भयो? 12 वर्ष। 11 र 12 वर्षका यी 2 छोरा र छोरीको आमाको मृत्यु प्रति कठोर आत्मा गराएर बसेका छन्, किनकि 5 वर्षको कुखाको भाइ छोडेर कहाँ जानुभयो मम्मी? अनि त्यस्तीलाई कसरी मम्मी भनेर यिनीहरूले कठोर मन गराएका छन्। र सायद संयोग के थियो त्यो थाहा भएन, तर यिनीहरूको मन कठोर हुनुको पछाडि के छ त रहस्य? किन यस्तो कठोर मन गराइरहेको छौ नानी? कठोर मन, मम्मी गएपछि म फेरि
आउनु त भएन नि अब मरेपछि को आउँछ र कोही आउन अब रोएर पो के काम खाएको मम्मी आउनु छैन त्यही भएर यस्तै सम्झना र यति उमेरमा पनि मान्छेको मन कठोर हुँदो रहेछ र यी नानीहरूको मनले के भन्न मन लाग्छ बाबा मलाई केही पनि लाग्नु भन्नु कठोर छौ तिमी भाइलाई हुर्काउन चाहन्छौ अब अरू कुरा भयो चिज भयो एकचोटि बुवालाई के भन्न चाहन्छौ बुवालाई परदेशमा हुनुहुन्छ बुवालाई भन त यसै रेडियो मार्फत बाबालाई केही पनि भन्न चाहन्न बुवाले माया त गर्नुहुन्थ्यो नि मम्मीलाई गर्नुहुन्छ पछिल्लो चरण कहिले फोन आएको थियो अस्ति के भन्नुहुन्थ्यो बुवाले फोनमा मम्मीलाई नेट हामीले नेट जोड्छौँ त्यो नेटमा अस्ति नेट आएन अनि मसँग कुरान बाबासँग कुरान भयो होइन अब धेरै बाँच्दिन म बाँच्ने कुनै आधार छैन धेरै बाँच्दिन म बाँच्ने कुनै आधार छैन अब धेरै बाँच्दिन म बाँच्ने कुनै आधार छैन आजसम्म तिम्रै चोटमा गली गली बाँचेकी छु आजसम्म तिम्रै चोटमा गली गली बाँचेकी छु चल्नै गाह्रो जिउँदो लास भई ढली ढली बाँचेकी छु चल्ने गाह्रो जिउँदो लास भई ढली ढली बाँचेकी छु तिम्रै यादमा भित्र भित्रै जली जली बाँचेकी मम्मी र बाबाको राम्रै सम्बन्ध थियो राम्रो सम्बन्ध थियो कति वर्ष भयो विवाह विवाहको भयो होला 20 वर्ष 20 वर्ष भयो 20 वर्ष विवाह भएको भयो र अहिले कति वर्ष भयो बुवा विदेश बस्नु भएको अहिले पछिल्लो चरण 5 वर्ष 5 वर्षदेखि आउनु भएको थिएन अन्तिममा तिमी जस्तै यसरी बाल्यकालमै टुहुरा हुनुपर्ने अन्यहरूलाई पनि तिमीले एउटा साहस दियौ कसरी बाँच्नु पर्दो रहेछ अरू त बुढो मान्छे भएर पनि रुन्छन् कल्लाउँछन् तर तिमी यति सानो भएर पनि एकदम डरो मुटु बनाछौ तिमीले के भन्न चाहन्छौ बाबा आफ्नो मम्मी मरेर पनि आफ्नो हौसला अघि अघि बढ्नुपर्छ आफ्नो भाइ दिदीहरूलाई राम्ररी सम्झाउनु पर्छ बाबा मम्मीले हामीलाई नछोडेर जानु भन्नुपर्छ र मम्मी गयो भनेर पनि कहिले तल जानु हुँदैन भन्ने म चाहन्छु स्याबास यी भाइ बहिनीहरू तिम्रो नाम फेरि भन सोनिया स्याबास सोनिया खराल एकातिर सोनिया खराल बल्ल 12 वर्षकी भइन् र उनका छोरा सुदीप खराल अहिले 11 वर्षका भाइ यस्तो डरो मुटु तिमीहरूलाई धन्यवाद छ नियतिले जस्तो चोट पारे पनि जस्तो पीडा दिए पनि सहनु पर्छ खेप्नु पर्छ भन्ने साहस दिने यिनी भाइ बहिनीहरू प्रति साच्चैकै एउटा प्रेरणाका स्रोत हुन् आमाको मृत्यु भइरहेको छ तर पनि उनीहरू यहाँका अरू रुन्चे स्वरमा देखिन्छन् भने यिनीहरू डरो मुटुमा देखिन्छन् यस घटनाक्रम के भयो भन्ने बारेमा बिस्तारै यो प्रहरी प्रशासनले बाहिर ल्याउनेछ र यी भाइ बहिनीहरूलाई विशेष धन्यवाद अझै धैर्यता प्रदान गर्ने शक्ति प्रदान गरोस् भन्दै म भर्खरै काठमाडौँबाट मृतक कल्पना खरालका भाइ आउनु भएको छ र उहाँलाई के लाग्छ यसबारे म सोध्न गइरहेको छु सर्वप्रथम यहाँको शुभ नाम र गाविस कुन हो मेरो नाम सोना सापकोटा घर अर्लाकोट प्लिज थोरै बोल्दिनु न के भन्ने लाग्छ मलाई त अब त्यो केही गडबड छ जस्तो लाग्छ रातिसम्म त त्यही सकुशल हुनु त 2-3 दिन पहिलासम्म हाम्रो फोन भइरहेको थियो अब त्यस्तो केही थिएन भिनाजुले फोन गर्नुभयो भिनाजी फोन भयो बालबच्चासँग बुझ्दा पनि अलिकति रहस्यमय देखिन्छ त्यस्तै छ खोज्नै पर्ने लाग्छ प्रहरी प्रशासन त्यो त खोज्नै पर्छ जे भयो नि खोज्नुपर्छ त नखोजी हुँदैन कति दाजुभाइ दिदीबहिनी मध्ये हामी दिदी हो हामी 4 महिना 8 महिना मध्ये सानो दिदी है यो मेरो आयो थप्दिन्थे तिम्रै नाउँमा देउताको बासी होस् सुखैले घेरोस् बहिनी बस्ने ठाउँमा मेरी प्यारी बहिनी मेरी प्यारी बहिनी माथिको दिदी भनेपछि प्रहरी प्रशासनलाई घचघचाउन त्यो त त्यसैको लागि नै म आएको पो नभए त म आउनुपर्ने पनि थिएन हुन्छ यो सनाखत पछि हामी पनि तपाईँहरूको सँगै हुनेछौँ
हाल्नु भयो। श्रोता इन्द्री गौडाकी ती कल्पना खरालको यो हृदय विदारक घटनाले कति जिरिङ्ग मन हुन्छ अनि विदेश श्रीमान भएका महिलाहरू कति असुरक्षित छन् भन्ने कुराले मन पोल्छ। पहिलो कुरा त विदेशमा गएर यसो कमायो भने दर दाजुभाइ र अन्य आफन्तकै निद्रा बोल्छ। यसलाई के न्यू पाउँ र बिगारौँ भन्नेहरूसँग पनि विदेश श्रीमान भएका महिलाहरू छुराको धारमा बाँच्नु परिरहेको छ। अनि कतिपय शङ्कालु श्रीमानले लगाउने आक्षेप त्यस्तै गाउँघरका भुस्तिग्रे यौन पिपासुहरूको गिद्ध दृष्टिबाट बच्न पनि साह्रै मुस्किल छ। यो देशको गरिबी बेरोजगारीले विदेशिनु पर्ने व्यवस्था र त्यो व्यवस्थाले घरको यो अवस्था कठै अब केही कमाइयो सुखी दाम्पत्य जीवन बिताउनु पर्ला भन्दै घर आउने सुरमा रहनु भएका कल्पनाका श्रीमान घनश्यामलाई आज कति ठुलो वज्रपात परेको छ। त्यो 7 समुद्र पारी यता कल्पनालाई पनि मरुला भन्ने कहाँ थियो र उहाँले पनि श्रीमान फर्किआउने दिनहरू औलामा गन्दै बस्नु भएको थियो। हे नियति त यति कठोर नभइदिएर समाजका मानिसहरूमा पनि त्यस्तो प्रवृत्ति त्यागौँ र प्रहरी प्रशासनले पनि यस्ता घटनाहरू गम्भीर रूपले छानबिन गरोस् भन्दै ओजेलका खबरको सह प्रस्तुति जीवनको गोरेटोबाट म प्रेम सुनार बिदा चाहन्छु।